आज हाम्रो लुक खतरा छ नि। मेरो चाहिँ व्हाइट फर्स्ट टिका हो योपालि। सधैँ रातो टिका लाउँथे, योपालि चाहिँ दिदीले लगाइदिएको व्हाइट टिका हो। खतरनाक देखेको। ह्याप्पी दसैँ सबैलाई। हामी चाहिँ अब टिका लाउनु गएको हो। घरमा नभए पनि दसैँ मनाउनु चाहिँ छोड्दैन। अलिक माथि गएर मलाई देखाऊ। पहिला एकपल्ट हेरेँ भिडियो भयो। भन्नु त। हाई सबैलाई ह्याप्पी दशहरा है। दसैँको धेरै धेरै शुभकामना। यो चाहिँ हाम्रो जजोको घर हो। घर होइन अब जो जो घरमा टिका लाउन आएको भन्नु। जजोको घरमा टिका लाउन आएको। ल दाइ भन्नु त। भाउजूको डल्ले खोर्सानी पनि देखाइदिउँ न। भाउजूको डल्ले खोर्सानी कस्तो दामी भएछ नि डल्ले खोर्सानी। दामी भएछ सिद्ध पुरा। भाउजू खोइ त ल हाम्रो भाउजू हाई भन्नु न। सदस्य हाई। घर सदस्य